कट गरेर फेरि हामी चाहिँ अब यसो घुम्नलाई निस्क्यो होइन। कहाँ कहाँसम्म पुगिन्छ त्यहीँसम्म जाने हो आज होइन। के गर्न मन लाग्छ त्यही गर्नु हो। अब निक्ल्यो आज यसो यहाँको सम्पूर्ण रोड अलि खाली खाली नै छ आजकल। शनिबार मात्र पुगिन्छ नम्बरको जाने मान्छेहरू। ल हामी चाहिँ भर्खर यहाँ आइपुग्यो। अब म चाहिँ अलिक स्लो नै चलाउँदैछु अहिलेलाई होइन। बाटो यस्तो उकालो ओह्रालो छ। जाँदैछौँ हामी। कहाँ कहाँ पुगिन्छ तपाईँहरूलाई यसो जानकारी पाइहाल्छ होइन। भिडियो हेरेर चाहिँ टक्क लाइक पनि कमेन्ट पनि सेयर पनि गरिदिनु होला। सब्सक्राइब युट्युबमा सब्सक्राइब गरिदिनु होला होइन। अब सब्सक्राइब गरेको छैन मेरो भर्खर अब बनाउँदै हो मैले चाहिँ। यहाँको यस्तो राइडरहरू आउँछ। यो बाटो चाहिँ एकदम रिस्की बाटो हो होइन। अनि सब्सक्राइब पनि गरिदिनु होला गाइड्स। सब्सक्राइबै जम्मा 20-25 सब्सक्राइब बाइक भएन। त्यसपछि मलाई भिडियो बनाउनै मन लाग्दैन यस्तो भएपछि होइन। अनि भ्यू पनि खै नआउने रहेछ युट्युबमा के हो। यसो भ्यू सब्सक्राइब बढेर बिहान भिडियो बनाएर हाल्न मन लाग्थ्यो डेलीका डेली होइन। नआउनु भयो गाइजहरूले सपोर्टै नगर्ने भयो के गर्नु। अब यस्तो ओह्रालो छ यो बाटो चाहिँ एकदम। यसलाई चाहिँ डाल्टाको ओह्रालो भन्छ हामीले चाहिँ होइन। खुङ्खारै ओह्रालो बाटो हो ओह्रालो। तलबाट आयो भने खुङ्खाको माथिबाट हामी गयो भने ओह्रालो भन्छ होइन। भर्खर बनाउँदै हो भ्लग पनि होइन। यताउति अब बोल्नलाई चाहिँ त्यति जानेको छैन। थाहा छैन। मजाले गाइजहरूले यसो चिनाइदिनु राम्रो नराम्रो चाहिँ पनि होइन। सब्सक्राइब चाहिँ हुनु पऱ्यो अरू भनेर त्यही हो। भिडियो हेर्दै जानु। अब चाहिँ भाइरल रोड किन्न लाग्यो होइन। रोड पनि हेर्नु होला तपाईँहरू। भाइरल रोड नदेखेको मान्छेहरू आउनु होला। राम्रो फ्रेस छ। बाटो शीतल हावा फ्रेस एयर आउँछ। ल भाइरल रोड आइपुग्यो। भाइरल रोड यही हो। सिन घुमाउनुहोस् क्यामेराम्यान। सिन राम्रोसँग देखाइदिनुहोस्। हाम्रो चाहिँ धानको अब यो फल्दैछ भर्खर हरियाली हुँदैछ राम्रो हुन्छ। दामी छ भाइरल रोड हेर्न। मान्छेहरू प्रायः यसरी नै टिकटक बनाउने भिडियो बनाउने गर्छ सबैजना। भाइरल रोड भएर चाहिँ क्या हो सबैजना भाइरल हुन्छ कि क्या हो भनेर चाहिँ यहाँ एकदम टिकटकमा पुरै भिडियो बनाउने फोटो खिच्ने सब गर्न चाहनुहुन्छ उहाँहरू। तर भाइरल साइरल नहुने सकिन्छ पनि होइन। मैले चाहिँ अब यहाँ बनाइदिएर भिडियो बनाइदिएको छु। म चाहिँ अब भाइरल भिडियो सम्भावना प्रशस्त मात्रामा देखाएको छु मैले होइन। अहिले सबैले एकदम छ एकदम दामी दामी क्याफेहरू रेस्टुरेन्टहरू पुरै छ सबै। हामी रैथाने रिसोर्ट छ। यो चाहिँ अहिलेको एकदम चलेको ठाउँ हो भनौँ काभ्रेको। अब राम्रो। अब यहाँ चाहिँ अब फ्रेस हुनको लागि अब महामन्त्री पटपुरदेखि महामुर्ख सब आउँछ यो ठाउँमा चाहिँ होइन। ठुलो ग्राउन्ड भन्ने छ होइन।
ठुलो ग्राउन्ड बन्दैछ यो स्कुलमा चाहिँ। यस रङ्गशाला नै जस्तो बन्छ होला पछि, गएर हेरौँ पछि के हुन्छ होइन। यस्तो दामी दामी राइडरहरू आउँछ यो बाटोमा, छक्क पर्छ यहाँ। अब राइडरहरूमा त के होइन, खास गरी यहाँ अहिलेको सिजनमा चाहिँ यहाँ 3 धारा झर्न जाने मान्छेहरू चाहिँ प्रशस्त मात्रामा आउँछ। एउटा प्रायः अहिले के छ भन्दा रड पाइप बोकेर पुरा पड्काउँदै हुन्छ बेलुका बेलुका होइन। त्यस्तै छ अब। यो चाहिँ सुनथान हो, सुनथानको चोक राइट। आफै बोल्ने कि हामी चाहिँ अब कम्ती आइपुग्नु लाग्यो होइन। कम्ती लाग्यो यो ठाउँ पनि एकदम फ्रेस छ। माथि जङ्गलहरू देखाएको छ क्यामेराम्यान चाहिँ। यस्तो दामी ठाउँ छ यहाँ पुग्ने ठाउँ माथि। घुम्ने ठाउँमै ठाउँ भन्ने ठाउँ हो क्या यो चाहिँ खास ठाउँ हो यात्रा। भइरहेको छ बेला त गर्मी हुन्छ। अब जाँदै छौँ बनाउँदै आइपुग्नै लाग्छ। यो मन्दिरहरू नै हो होइन। मन्दिरहरू यता छ हेर्नुहोस्। मन्दिरहरू अब भित्र छिरेरै देखाउने त अहिले टाइम छैन हामीसँग। कुनै दिन अर्को भिडियोमा बनाइदिउँला होइन, हेर्नै मन छ भने। अब अहिलेलाई चाहिँ यति बाटो डाँडा मन्दिर मात्र अगाडि हेर्नुहोस्, राम्रो थियो। खोला चाहिँ यो एकदम पहिला चाहिँ सफा एकदम पौडी खेल्ने मान्छेहरू पनि हुन्थ्यो, धामी हुन्थ्यो। अहिले चाहिँ यस्तो खोलाइरहेको छ, पहिलो ठुलो निला सब भइरहेको छ। मन्दिरहरू हेर्नुहोस् तलतिर। म छेउछेउमा लगेर देखाइदिनु तपाईँहरूलाई। मन्दिरहरू कोही भत्केको छ, कोही बन्दैछ होइन। यस्तो छ यी मन्दिरहरू। मेन भनेको यही मन्दिरहरू हो। यो मन्दिरहरू उता ठुलो मन्दिर, उता भित्रको मन्दिर छ एउटा होइन। त्यस्तो छ। पनौती आइपुग्यो गाइस। हामी चाहिँ अब आइसक्यो होइन। बनेपासम्मको भिडियो चाहिँ आज हुन्छ होला सायद। मौसमले साथ दिए, पानी पऱ्यो भने होइन, पानी पऱ्यो भने एउटा पानीमा हामी होइन। बाटो यस्तो छ गाई, बाटो दिएर खासो भन्नुपर्छ। यो ड्राइभरहरू सबै यस्तै हो। खाली छ आज जो पनौती बजार खाली छ, ऊ खाली खाली नै भएको उसलाई। पनौती यही हो गाइस। ल पनौती चोक वहाँ छ, त्यही हो। यो काजा अलिक खाली खाली नै हुन्छ। ठिकै छ। पनौतीमा नै यो चाहिँ उता टिसादेवी, यता खोपासे, यता चाहिँ बनेपा काठमाडौँ चाहिँ यताबाट जानुहुन्छ। हामी चाहिँ अब खासै आफ्नो बनेपातिर जानु प्लान बनेपातिर लागिरहेको हामी चाहिँ होइन। पनौती चोक सङ्गतु बनौटाको राइट अब त्यस्तै भन्छ होइन। यो चाहिँ हाम्रो अब 8 दिनको के भन्छ एकदम छ। यहाँदेखि माथि अब माथि अब अर्को ग्रह सेटेलाइट पनि देखिन सक्ने यो भइरहेछ भनौँ। अब यस्तै चलिरहेछ। यस्तो हुन्छ। अब यो एम्बुलेन्सलाई अब
अहिले चाहिँ हामी यो धनेश्वर जाने बाटोमा आइपुग्यो गाइस होइन। धनेश्वर यहाँ माथिबाट जाने हो, यो यता धनेश्वर जाने बाटो चाहिँ अब यहाँ चाहिँ बनेपा चाहिँ नजिकै छ, आइपुग्न लागेको छ हामी चाहिँ। अब बनेपा पनि आइपुग्न लागेको छ अनि पानी पनि आइपुग्न लागेको छ। यस्तो राइडरहरू आउँछ हेर्नुहोस्, तपाईँहरू यहाँतिर यसो उयो गर्नु होला। राइडरहरूको बिग्बिगी छ अहिले यहाँ अब हाम्रो काभ्रेमा होइन। सबजना राइडर, म पनि एक राइडर हो, तर मैले स्लो चलाउने राइडर हो होइन। सबजना स्लो चलाउने ह्याप्पी भइजाने म पनि हामीले यो पुलमा चाहिँ जहिले यस्तो हुन्छ, यो पुल चाहिँ यो ठुलो बनाउनु पर्ने हो खासमा होइन। यो जहिले फेरि जति आए पनि यो पुल चाहिँ यस्तो यस्तै हुन्छ। ठुलो गाडी कुदिरहन्छ, ठुलो गाडीबाट बाइक सिकाउन सक्दैन। ल आइपुग्यो गाइस बनेपा चाहिँ। यस्तो छ बनेपाको नजारा चाहिँ, अहिलेको नजारा चाहिँ यस्तो हो। बनेपा 4 को बाटो जापान लेखिरहेको छ यस्तो भइरहेछ सडक। हामीले चाहिँ साथीले हल्का सपिङ गऱ्यो होइन। म चाहिँ अब यस्तो चड्डी लिउँ भने अब खासै मन परेन मलाई। चाहिँ फेरि अलिक ब्रान्डेडै चाहिन्छ, यहाँ अलिक सस्तो हुँदो रहेछ, त्यही भएर नट इन्ट्रेस्टेड भनेर हिँड्दै म चाहिँ। मिठो खाएको पाइन्छ, चुरा धागो पोते सबै। राइट्स हामी चाहिँ टक्क म चाहिँ अब हिरो बनेर हिँडिरहेको छ होइन। ए पारा अब यस्तो हो, काम धाम छैन मेरो भने जस्तो हिँड्दैछ हामी चाहिँ टक्क।